अहिले देशमा जसरी भए पनि राजा ल्याऊ भन्ने अभियान चलिरहेको छ। दर्शकवृन्द नमस्कार, तपाईहरू हेर्दै हुनुहुन्छ अल न्युज फोकस र यति बेलाको समयमा म तपाईहरूको माझमा एउटा एकदमै धेरै इम्पोर्टेन्ट विषयहरूलाई देखाउन गइरहेको छु। दर्शकवृन्द, काठमाडौँ उपमहानगरपालिकामा प्रत्येक जनताहरू एनी हाउ राजा ल्याऊ भन्ने मूल नारासहित अभियानमा लागिरहेका छन्। साँच्चै पनि दर्शकवृन्द, अहिले जनताहरू जसरी भए पनि राजा ल्याउने भन्ने मूल उद्घोषका साथ अभियानमा लागिरहेका छन्। साँच्चै पनि दर्शकवृन्द, हाम्रो देश नेपाललाई राजाको आवश्यक छ त? यदि राजा शासन आयो भने आखिर देशको मुहार चेन्ज हुन्छ त? हो दर्शकवृन्द, म तपाईहरूमाझ यही प्रश्न गर्न चाहन्छु। साँच्चै पनि दर्शकवृन्द, हाम्रो देश एकदमै धेरै बहुजातिक, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो। यस देशमा एउटा हरेक कुराहरू सिँगारिएका छन्। प्राकृतिक स्रोत सम्पदा र कृत्रिम स्रोत सम्पदाहरूले भरिपूर्ण देश हो र यहाँ विभिन्न थरीका हक अधिकार देशको मूल कानुन संविधानद्वारा प्रकाशित गरिएको छ। र दर्शकवृन्द, के साँच्चै राजा शासन आए पश्चात संविधानद्वारा देशको मूल कानुन मानिएला त? अथवा संविधान नै फेरिन सक्ला त? आखिर के हो दर्शकवृन्द? म तपाईहरूमाझ यति प्रश्न गर्न चाहन्छु। दर्शकवृन्द, म भन्दछु कि देशलाई राजाको आवश्यकता होइन, तर राम्रो सरकारको आवश्यकता हो दर्शकवृन्द। यदि राजा देशमा शासन गर्न आयो भने उसले राम्रो होस् या नराम्रो उसकै नियम लागू गर्नेछ दर्शकवृन्द। तर हामीले राम्रो सरकारलाई छनौट गरेर केन्द्रमा पठाउन सक्यो भने पक्कै पनि आशा छ हाम्रो देशको मुहार बदलिनेछ। हो दर्शकवृन्द, म तपाईहरूमाझ यही भन्न चाहन्छु। लक्ष्य पुरा नबस्नु त चलिरहन्छ नि। त्यो चाहिँ अब अहिलेको परिस्थिति के छ, जनताले भोगिरहेको छ र त्यसै त मान्छे जनता ओर्लिया छैन। केही न केही अवश्य हुन्छ भनेर नै हो नि त। त्यसै मान्छे त बुद्धि होइन नि त, अन्धा छैनन्, सबैको आँखा खुलिसकेका छ। त्यसभरि यति बिति जम्मा भएको छ। म त विश्वास छ उनीहरूको इच्छा, जुन इच्छाले यहाँ आएका छन् त्यो पुरा हुन्छ। अब हुँदैन भनेर कसरी तपाईँ भन्न सक्नुहुन्छ हुँदैन भनेर? नभएर त जनता यसरी आक्रोशित भएको छ। केही हुन्छ भने देखेरै त हो नि भाइ। आज तपाईँहरू आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटमा तपाईँहरू बाक्लो उपस्थितिको बिच खुला सिमाना छ। पासपोर्टको हिसाबले रोटीबेटीको सम्बन्धले हाम्रो छिमेकमा केही भयो भने त्यत्रो तपाईँको अर्थतन्त्रमा अगाडि बढेको मुलुक उसलाई पक्कै पनि डिस्टर्ब हुन्छ। उसले केही न केही त सोधपुछ गर्नु नौलो कुरो मान्नु हुँदैन। तर भारतलाई र अमेरिकालाई भन्दा नेपाली जनतालाई यहाँको आवश्यकता अनुसार, यहाँको माटो अनुसार नेपाली जनतालाई, म जस्तो युवा पुस्तालाई पनि राजा चाहिएको छ। त्यो भएर राजा आवश्यकता छ। यहाँको नेपाली जनताले चाहेको कुरालाई भारत अमेरिकाले स्वागत नगर्न पनि कुरै छैन। अब तपाईँहरू निरन्तर रूपमा अगाडि बढिरहनुहुन्छ वा अब आजदेखि नै भयो, यसपछि तपाईँहरूको आन्दोलन भनौँ यो अभियान अब रोकिन्छ यतिकै? यो एउटा कुरा सुन्नु भएको छ, सुरुवातमा कास्टिङ हुन्छ क्या, अनि मात्र सुटिङ हुन्छ। यो सुरुवाती हो। हेर्नुहोस्, अब सुरुवाती पछि कसरी दिन सुरु हुन्छ भन्ने कुराको आन्दोलनको कसैले पनि स्वरूप भन्न सक्दैन, कस्तो रूपमा जान्छ। हामीलाई प्रहरीले दमन गर्यो भने हामीले त्यही अनुसारको प्रस्तुति हुनुपर्छ। हामीलाई राम्रोसँग गर्न दियो भने हामीले पनि त्यही अनुसारको गर्नुपर्छ। त्यो भएर अबको प्रस्तुति कस्तो हुन्छ, कार्यक्रम कस्तो हुन्छ भनेर मिडिया मार्फत यो रणनीति भन्दाखेरि हामीलाई प्रहरी र सरकारले अझ बढी चलाखी गर्यो। त्यो भएर यो रणनीति नबनौँ, भोलि मैदानमै देखाउँछौँ हामी। तपाईँको मिसकल हो यो भनेको, मिस कुन तरिकाले चल्छ त्यसरी नै तपाईँहरू अगाडि चल्नुहुन्छ? नेपाली जनता भन्दा ठुलो कोही पनि छैन। हेर्नुहोस्, तपाईँको नेपाली जनता जनार्दन हो। दर्शकवृन्द, तपाईहरूले अभियानमा आक्रोशित भएका केही व्यक्तित्वहरूको आफ्ना तर्फबाट आफ्ना तर्क त सुनिहाल्नुभयो। कसको तर्क कस्तो लाग्यो कमेन्ट बक्समा गएर कमेन्ट दिन नभुल्नुहोला। अनि दर्शकवृन्द, तपाईहरूले के चाहनुहुन्छ? लोकतान्त्रिक व्यवस्था चाहनुहुन्छ कि राजतान्त्रिक व्यवस्था चाहनुहुन्छ? हामीले पिन गरेका कमेन्ट बक्समा गएर कमेन्ट दिन नभुल्नुहोला। अनि दर्शकवृन्द, आजको भिडियो कस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिनुहोला। अनि भिडियो मन परेमा एक लाइक र एक शेयर गर्न नभुल्नुहोला, ताकि नेपालका हरेक जनता सामु यो भिडियो पुग्न एकदम धेरै आवश्यकता छ।
दर्शकवृन्द च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला र किनकि मैले अपलोड गर्ने हरेक भिडियो सबैभन्दा पहिला तपाईँ कहाँ पुग्न सकोस्। हस् त दर्शकवृन्द भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। फेरि अर्को भिडियोमा भेटौँला।